Hello guys, welcome to my vlog. आज माघीको दोस्रो दिन 2 गते हामी पुनम म्याम र म चाहिँ रिचा म्यामको घर जाँदैछौँ। रिचा म्यामले चाहिँ माघीको लागि इन्भाइट गर्नुभएको छ हामीलाई, त्यही भएर हामी चाहिँ माघीको लागि जाँदैछौँ। अनि हामी गोगली चोकमा अहिले हामी ठ्याक्कै गोगली चोकमा छौँ। अनि एकजना म्यामलाई उडिरहेका छौँ, हामी 3 जना मात्र जाँदैछौँ। अरू म्यामहरूको चाहिँ काम पर्यो रे, त्यही भएर नजाने रे। सो हामी 2 जना चाहिँ जान लागेको विष्णुमाया म्यामसँग। सो विष्णुमाया म्यामलाई वेट गर्दैछौँ ठ्याक्कै गोगलीको चोकनिर। के छ अरू के छ भन्न पर्ने? अरू केही छैन। गोगली बजार गोगली मेन गोगली अलिकति पर हिँड्दै गोगली चोक हो क्या। मेन गोगली कहाँ छ? त्यति छ क्या त्यो उनी र यो त गोगली चोक हो। अब यहाँदेखि चाहिँ यतातिर हामी चाहिँ यता यो पसलको साइडबाट चाहिँ हामी उता अगाडि जाने हो। अनि हामी चाहिँ यहाँ बसेर यो रिचा म्यामको घरको गोगली चोकिरहेछौँ। अब कतिखेर आउने फेरि स्वाट जाउँला नि फेरि त्यहाँ मैदानतिर हाम्रो नहेरेर। सो हामी कुद्दैछौँ, अब हेरौँ, स्टे ट्युन। ओके साथीहरू, विष्णुमाया म्याम पनि आइपुग्नु भयो यहाँनिर हाम्रो छोरीसँग। अब हामी चाहिँ जानुपर्छ। साथीहरू हामी लाग्यौँ अब रिचा म्यामको घरतिर। हाम्रो गाडी विष्णुमाया म्याम, हाम्रो राइडर मिसेस माला मल्ल। गुलाबी साडी लाल लाल। अब उसका फोन है साथीहरू साथीहरू हामी रिचा म्यामको घर हामी रिचा म्यामको घर आइसक्यौँ। रिचा म्यामको हामी रिचा म्यामको बारीको अवलोकन गरिरहेको छौँ। अवलोकन ल रिचा म्याम हेलो। रिचा म्यामको बारीमा के छ भनेर हामी अमलाको के एउटा अमला ऊ त्यहाँ सानो अमला ऊ पारी यहाँ चाहिँ अमला ऊ फलाएछ। अनि को चढ्छ त यहाँ? यी पुनम म्याम खसेछ अमला। अहिले पनि म्याम धेरै छ। अङ्कलले कसरी टिप्नुहुन्छ के फेरि? चढेर के चढेर सिडी छ फलामको। ए भगवान, एउटामा त कति राम्रो के लरा पुरा एउटा ट्याङ्कीमा त। वाउ यार, जन्नत हो कि जन्नत। दामी छ नि, सुनसान आनन्द एकदम मस्त। अमला टिप्ने यहाँ रहेछ। भिटामिन सी भरपुर मात्रा। कटर पनि नि कटरको रुख। मजा आइरहेछ है। हिजो पनि आगोमा आगो बालेर आज पनि दुधै आगो बालेर उसो त दाउरा छँदैछ। अनि के अरे आज त तातो पर्दैन त दाउरा मजा। अनि घरमै भइहाल्छ। गर्मीमा चाहिँ गर्मी हुन्छ होला के ठिनमा हैन? तर शीतल हुन्छ बुझ्यो। त्यहाँबाट यताबाट खुल्ला छ नि त। वाह देखो है राम्रो। प्रन हो के यो यार? यो के हो रे यो? खडिया। दिस इज खडिया। एकदम यो मेरो फेभरेट हो। माघी स्पेशल चौधरीको खडिया। अब डिग्री स्पेशल डिग्री हो। मेन भनेको खडिया। खडिया यो हो पापड, यो हो ब्राउन।
के मासको जालको भन्छ नि यो खानु के कस्सा एकदम मिठो ओ माय गॉड ढिक्री जिकरी कनि फेरि के भयो केही भएको छैन खानु कति खानुहुन्छ वाउ कति मिठो आज हाम्रा म्यामहरूले मिस गर्यो ओ यार धेरै धेरै त भएन यार कति खाने हो हामीले म लिएर आउँछु है अरू प्लेट ले बहिनी यो धेरै हुन्छ यतिको हामी खाइसक्छौँ म त कोटरी माग्ने एक्स्ट्रा होइन एउटैमै खाऊँ है नै पनि यहाँदेखि लगौँ लाग्यो हेर्नु मासु गोबी आलुको अचार च्याउ म्यामको फेभरेट यसो गरौँ एउटामै खाऊँ है पछि थप नै धेरै हुन्छ। पछि थप्ने भयो यसो नै पछि थप्ने भयो यहाँदेखि थप्नु बरु हामी थप्छौँ तर जुठो बनाएर फाल्दैनौँ हामी फाल्दैनौँ यहाँदेखि थपौँ एउटा विष्णुमा म्यामले दिनुहोस् मलाई धेरै हुने तिमीलाई मात्रै धेरै भयो यो अलिक कम गरौँ न ल कम गरौँ न कुम गरौँ यहाँ हेर्नु यहाँ यो पनि थप्ने पछि खान्छ किन्न विष्णुमा म्याम यो पनि थप्ने हो क्या त्यो दुईटाले एउटा खाने मैले यो कस्तो मान्छे डिजाइन देख्यो नि मलाई लगाउनुहोस् तपाईँ मेमा खाऊँ नि त यो देखाउनु भयो स्टार्टिङ मासु पहिला देखाउनुहोस् न यो मासु के मासु च्याउ आलुको अचार गोबीको तरकारी प्रन पापड के भन्छ यसलाई खडिया खडिया ढिक्री अरू के अब खानुहोस् वाउ ढिक्री तातो तातो ढिक्री ढिक्रीसँग यसरी है मासु यसरी डिप गरेर एकदम बेस्ट म्याम तातो तातो कति मिठो भएको छ नि यो सेलायो भने चाम्रो हुन्छ क्या कुटुम के हामी चाहिँ खाना सुरु गऱ्यौँ यम्मी हिजा म्यामको घरमा कुटुमले भन्नु कुटुमले ल कुटुम यम्मी यम्मी भनेर यम्मी फाइनली हामीले खाइसक्यौँ खानेकुराहरू पेट टन्ना भएर आइसक्यौँ कस्तो भयो खानेकुरा एकदम मिठो मिठो एकदम मिठो पकाउनु भएको थियो रिचा म्यामले एकदम स्वादिष्ट सबै व्यञ्जन एकदम 100 आउट अफ 100 चौधरी स्पेसल परिकार खान पाइयो धेरै खुसी लाग्यो अब फेरि पालो हाम्रो सरहरू आउनु भएको छ सरहरू खान जानु भएको छ हामी चाहिँ खाएर निस्किसक्यौँ धेरै धेरै धन्यवाद माघीको अवसरमा हामीलाई बोलाएर खुवाउनु भयो मिठो मिठो परिकार त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई अब अर्को वर्ष पुरानो भएछ फेरि आउँला रे अर्को वर्ष त जो आएको छ तिमीलाई मात्रै स्पेशल अरूलाई नआउने रे अरूलाई होइन रे सुन्नु भएको छ नि आउनु भएको छ नबुलाई पनि आउँछ मलाई धेरै धेरै धन्यवाद मैले साग पनि हामी साग पनि लगिरहेछौँ अर्ग्यानिक साग पनि लगिरहेको छु धेरै धेरै धन्यवाद ल अङ्कल ल अङ्कल बस्न ल नमस्कार बस्न ल ट्विङ्कल बाई 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 गरिदिएँ बाई ल ल बस्नु होला है ओके फाइनली म मेरो घर आइसकेँ रिचा म्यामको घरबाट सो आजको मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्न नभुलिनु होला बाई बाई